वेलकम ब्याक टु माई न्यू ब्लग। के छ काले भाइ? जो दादा आज हामी कहाँ जानु अरे भाइ? स्विमिङ पुल ठिक छ। मेरो भाइ भोलि होस्टेल जाँदैछ। सो आज हामी मोज गर्दैछौँ। मोज होइन, नुहाउन जाँदैछु। के छ मेरो छोटु? भन्न के बोल्दैन। काले भाइको चाहिँ आज धेरै मेमोरी राखौँ काले भाइसँग। बिकज रे क्या, बिकज आई एम गोइङ इन होस्टेल। सो ल अहिले सम्झ्यो होइन होस्टेलमा त्यहाँ झगडा नगर्नु। अनि के भन्नु भन्दा कुटै नखानु। कुटै त खाँदैन यो थाहा। बाघले कहाँ कुटा खान्छ र? यसले कुटै त खाँदैन। मलाई पढ्ने टप हानेमा पिएलीमा टप हान्यो भने यो फेरि 9मा उता फेरि बाहिर आउँछ छैन। 9मा बाहिर आउँछ, हामी भेट्न आउँछौँ। हाम्रो 12को इक्जाम सकेपछि त्यसरी भ्लग आउँछ, भेट्न गएको भनेर नआउँछु। अनि त्यसपछि हामी 9मा फेरि बाहिर भइहाल्छ। अनि फेरि 10मा फेरि होस्टेल जान्छ। 8मा टप हान्छ होइन। यहाँ हेरेर भन्। हो दादा, म पास भइदिनु कति जिपी ल्याउँछु भन्। अब धेरै त नभनौँ। 2.59 हुँदैन। 3.1 त गर्नै पऱ्यो। 3.0 ल त्यही हो गाइस। अब स्विमिङ पुल पछि भेटौँला होइन। अब खै अब अगाडि हेर्दै जाऊँ। 5 मिनट लाग्छ जानु भने। त्यसो भए ब्लू कलरको ल गाइस, हामी चाहिँ अब पुग्न लागिसकेका छौँ। यो चाहिँ काँडाघारी हो। हामी त फर्स्ट टाइम हो यो ठाउँ चाहिँ होइन भाइ। यो काले भाइ चाहिँ आएको छ। गाइस, म चाहिँ त्यो पुलिस स्टेसनमा नि गइसकेको छु छलफल हानेर। त्यहाँको पुलिस आम्मामा आज त मेरो भाइको लुक्स त फेरि कडा छ त्यो। उही ल डिपी हान्दैन त एउटा डान्स हान्ने त। कसम माने आज मेरो गाली भाइलाई यस्तो हेन्सी देखा झन् पछि कपाल काट्यो भने त केटीहरू ढल्छ क्या। आज मेरो भाइलाई देखेर कपाल काट्यो भने पछि उयो भित्र होइन। कुन साइडबाट कसम गाली भाइले कपाल काट्यो भने त आज मर्छन्। ऊ हेर यही डिसिप्लिन यही छैन र मात्रै रिस उठ्छ। कालेले आई कपाल काटेपछि त आमामा लुक हेर्न अब कडा छ यार, कडा। 2 महिनापछि भाइ बेजत नहान्न बेजत। आज त केटीहरू ढले है, केटीहरू ढले। ल काले भाइ ब्लगिङ अर्को ठाउँ देखाएको छैन। तर त्यो मजै आउँदैन किन? मलाई धेरै ठाउँ गएको होइन कि। ए भए पनि अब हामी यहाँ चाहिँ बन्द रहेछ ब्लग नै इन गर भने अब हामी नगर्ने अर्को ठाउँ जाने फेरि हो कि होइन? त्यहाँ पनि नभयो भने अगाडि एउटा ठाउँ छ होइन, गोठाटारमा मतलब चिप्लाटी छ। ल त्यही जाउँ न त। यहाँ धेरै टाइम लाग्छ क्या जानुपर्ने थियो। यता माथि फोटो खिच भएर अब अर्को ठाउँ लाग्छ भन्ने खाएको भाइले। त्यही हो होइन। स्विमिङ पुल त हामी अरू के उले निगाह त्यो भ्लग चाहिँ मेरो आउँछ पहिलाको फेरि के अरे दसैँमा पहिलाको 6-7 उसको भाइको उसकोमा भन्छ। मेरो त्यो भिडियो चाहिँ मैले एडिटै गरेको छैन, त्यो पहिलाको अर्को फोनमा छ। त्यो भ्लग नै हालौँ जस्तो लागिरहेको। त्यहाँबाट गोलाबारी पुग्छ भने होइन, खोइ पुगेन त। अस्ति हामी जेम्स भाइले हो कि कसले ल्याएको थियो होइन हाम्रो यता होइन भने यता के किनिसकेको छौँ। यहाँ चस्मा चाहिँ किनेको छ काले भाइले। काले भाइ यहाँनिर हामी पुगिसकेको छौँ है भाइ। भाइले अलि ल्याङ गरेर लानु
भेटैस् चस्मा हराएर गर्दा यहाँ त कालो दाग भएर खेल्नु केही हुँदैन मान्छेको यहाँ कस्तो कस्तो हात केही हुँदैन Got a swimming pool full of liquor and they dive in it. Pool full of liquor, I'm a dive in it. I remember baby singing, I've been lining up tracks. I'ma show you how to turn it up a notch. Shoot me a swimming pool full of liquor, then you dive. घामदातिर यस्तो चिसो लाग्ने क्या अब यतिमा चिसो धेरै धेरै होइन 5 मिनट मात्रै नुहायो मलाई होइन 5 मिनट मात्रै नुहायो थगे लागेर गऱ्यो जाडो भएर घाम ताप्न बसिरहेको कालो पानी बस्दैन नि भिडियो गेमिङ मात्रै हुँदो रहेछ ल गाइस हामी चाहिँ स्विमिङ पुलबाट फर्केर आइसकेका छौँ वाक्क लाग्यो मलाई वाक्क टाउको दुखेर यहाँको टाउको दुखेर हैरान हावामा किन गएको थिएँ जस्तो पनि भयो फेरि स्विमिङ खेल्ने ठाउँ कस्तो भनेपछि बच्चाले खेल्ने ठाउँ है भाइ 6 फिट मात्र पहिला चाहिँ डर लागिरहेको थियो अलिकति त्यो स्विमिङ पुलमा सेकेन्ड टाइम गएको थियो फर्स्टमा चाहिँ खेल्न दिएको थिएन क्या 6 फिटमा अनि अहिले चाहिँ के अरे हल्का खेलिदिएको त सानो बच्चाले खेल्ने ठाउँ रहेछ म त खेल्न नि मनाएन कोही हुनु बच्चा ए माथि खाइहाल्नु होला त पानी टिडीमा कोही जान्छ त्यही घर जाने टुप्याम बनाएर खाने म त अनि क्या टिटी जाने सन सिटी पुगिसकेका छौँ हामी स्विमिङ पुलबाट पक्का लाग्यो आज खेल्न नि अब घर गएर सुत्छु म एकछिन बुटीको रुम गएर सुत्छु बेलुकातिर के हुन्छ अब बच्चा खेल्ने ठाउँ रहेछ हामी त अलिक ठुलो होला त्यही ऊ यहाँ ठुलो त थियो तर त्यहाँ बन्द रहेछ आज हामी अघि बच्चा खेल्ने ठाउँ गाइज फाइनली रुम पुगिसकेको थियौँ दिदीको रुममा यतै आएर बस्ने भनेको थियौँ स्विमिङ खेल्नै अल्छी लागेर टाउको दुख्यो आँखा नि रातो भएर होला मेरो खै त्यही हो थ्याङ्क यू फर वाचिङ बाई बाई टाटा सी यू नेक्स्ट ब्लग बाई बाई टाटा